नेक्स्ट लेभल आईटी सोल्युसनमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा हामी तपाईहरुलाई माइक्रोसफ्ट वर्डमा पेज नम्बर कसरी राख्ने र पेज नम्बर टप बटम राइट लेफ्ट कसरी मिलाएर हामीले राख्न सकिन्छ त्यसबारे तपाईहरुलाई यस भिडियोमा विस्तृत रूपमा जानकारी गराउने छौं। सर्वप्रथम सबैभन्दा पहिला तपाईले स्टार्ट बटनमा क्लिक गर्नुहोस्। त्यसपछि माइक्रोसफ्ट वर्ड खोल्नको लागि सर्च बटनमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ वर्ड आइरहेछ, यो वर्डमा क्लिक गर्नुहोस्। त्यसपछि बिस्तारै माइक्रोसफ्ट वर्ड खोलिसकेपछि ब्ल्याङ्क डकुमेन्टमा क्लिक गर्नुहोस्। अब यहाँ हामीले पेज नम्बर राख्नको लागि कसरी पेज नम्बर राख्ने त त्यसको लागि तपाईले यहाँ हेर्नुपर्ने हुन्छ यो भिडियो। सबैभन्दा पहिला इन्सर्टमा क्लिक गर्नु, त्यसपछि पेज नम्बरको डाउन एरोमा जाने, त्यसपछि पेज नम्बर कता राख्नु पर्ने तपाईको टपमा राख्ने हो भने टप अफ पेज नम्बर यहाँनिर देखि हेर्ने, यहाँ देखि अरु स्टाइलहरु पेज नम्बर कता कता कुन स्टाइलमा राख्ने यहाँ देखाएको हुन्छ। त्यसपछि बटम अफ पेजमा तपाईले बटममा कता कुन साइडतिर राइट लेफ्ट सेन्टर बटमको आफूले आवश्यक पर्ने ठाउँमा यहाँदेखि पेज नम्बर स्टाइलहरु छान्न सक्नुहुन्छ यसरी। अब एउटा कुनैमा पेज नम्बर हामी छानौं, यहाँ क्लिक गर्ने, त्यसपछि यसरी पेज नम्बर आइदिन्छ। यो पेज नम्बरलाई अलि हल्का डिम आएको छ भने यसलाई हाइलाइट कलर लाउनु पर्ने पेज नम्बरलाई सिलेक्ट गर्ने, त्यसपछि होममा क्लिक गर्ने, त्यसपछि फन्ट कलरको डाउन एरोमा गएर ब्ल्याक कलरमा क्लिक गर्ने, यसरी हल्का हाइलाइट बनाउन सकिन्छ। अब त्यसपछि पेज नम्बरलाई क्लोज गर्नु पर्यो भने हामीले हेडर एन्ड फुटरमा गएर क्लोज हेडर एन्ड फुटरमा क्लिक गर्ने, त्यसपछि यसरी बिस्तारै हाम्रो क्लोज हुन्छ। अब नेक्स्ट पेज ल्याउनु पर्यो भने तपाईले किबोर्डबाट इन्टर की कन्टिन्यू प्रेस गर्नुहोस्। यसरी पेज थपिँदै जान्छ र अब यसलाई नेपाली पेजमा तपाईले कन्भर्ट गर्नुहुन्छ भने यहाँ डबल क्लिक गर्नुहोस्, त्यसपछि पेज नम्बरलाई सिलेक्ट गर्नुहोस्, त्यसपछि होममा क्लिक गर्नुहोस्, त्यसपछि फन्ट स्टाइलमा मर्कटाइल टाइप गर्नुहोस्, मर्कटाइल, त्यसपछि इन्टर की प्रेस गर्नुहोस्। फन्ट साइज अलिकति ठुलो भयो, अलिकति फन्ट साइजलाई घटाउनुहोस्, डिक्रिज गर्नुहोस्, यसरी यसलाई हल्का ठुलो बनाइदियौ। यसरी हामीले पेज नम्बर नेपालीमा राख्न सकिन्छ। क्लोज गर्नुलाई हेडर एन्ड फुटरमा क्लिक गर्नुहोस्, त्यसपछि हेडर एन्ड फुटरमा क्लिक गर्नुहोस्। यसरी हामीले नेपालीमा पेज नम्बर राख्न सकिन्छ। अब पेज नम्बरलाई हटाउनु पर्यो भने तपाईले इन्सर्टमा क्लिक गर्नुहोस्, त्यसपछि पेज नम्बरको डाउन एरोमा क्लिक गर्नुहोस्, त्यसपछि रिमुभ पेजमा क्लिक गर्नुहोस्। यसरी हामीले पेज नम्बर हटाउन सकिन्छ। अब यो अगाडिको पेजमा हामीले अगाडिको पेजलाई छोडेर नेक्स्ट पेजदेखि हामीले पेज नम्बर राख्नु पर्यो भने के गर्ने, त्यसको लागि सबभन्दा पहिला हामीले लेआउटमा क्लिक गर्नुहोस्, त्यसपछि ब्रेक्समा जानुहोस् र नेक्स्ट पेजमा क्लिक गर्नुहोस्। त्यसपछि नेक्स्ट पेजमा क्लिक गरिसकेपछि स्क्रोल डाउन गर्नुहोस् र दोस्रो पेजमा पेज नम्बर भएको ठाउँमा डबल क्लिक गर्नुहोस्। त्यसपछि यहाँ लिंक टु प्रिभियस आउँछ, लिंक टु प्रिभियस आएन भने तपाईले यहाँ बाहिर क्लिक भएको छ भने आइदिँदैन। त्यो कन्डिसनमा तपाईले हेडर एन्ड फुटरमा क्लिक गर्नुहोस्, त्यसपछि यहाँ लिंक टु प्रिभियस आउँछ, यसमा क्लिक गर्नुहोस्। तपाईले पेज नम्बर कता राख्ने, पेज नम्बर राख्नको लागि पेज नम्बरको डाउन एरोमा जानुहोस् र बटम अफ पेजमा गएर तपाईले आवश्यक पर्ने कुनै एक ठाउँमा क्लिक गर्नुहोस् यसरी। त्यसपछि तपाईले यहाँ पेज नम्बर सुरुमै हाम्रो 2 आइराछ, 2 अफ 3 आइराछ, यसलाई पेज नम्बर 1 बनाउनु पर्यो भने पेज नम्बरको डाउन एरोमा क्लिक गर्नुहोस्, त्यसपछि फर्मेट पेज नम्बरमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ स्टार्ट 8 भनिरहेछ, स्टार्ट 8 मा कति पेज नम्बरदेखि सुरु गर्ने यहाँनिर त्यो पेज नम्बर तपाईले राख्न सक्नुहुन्छ। त्यसपछि ओके बटनमा क्लिक गर्नुहोस्। ओके बटनमा क्लिक गरिसकेपछि हाम्रो पेज नम्बर सबै टोटल पेज 3 वटा, त्यो मध्ये पेज नम्बर 1 देखि सुरु भएको छ। यहाँनिर क्लोज हेडर एन्ड फुटरमा क्लिक गरिसकेपछि यहाँ यसरी हामीले 1 मा पेज छैन। त्यसपछि सेकेन्ड पेज देखि मात्र हाम्रो पेज नम्बर यसरी आइरहेछ। यसरी हामीले पहिलो पेजलाई छोडेर दोस्रो पेज अथवा तेस्रो पेजदेखि हामीले पेज नम्बर राख्न सकिन्छ।
अब कहिलेकाहीँ तपाईको एबीसीडी अथवा रोमनमा पनि पेज नम्बर राख्नु पर्ने कन्डिसन आउँछ। त्यो कन्डिसनमा तपाईं के गर्नुहुन्छ भन्दाखेरि इन्सर्टमा क्लिक गर्नुहोस्, त्यसपछि तपाईले पेज नम्बरको डाउन एरोमा क्लिक गर्नुहोस्, त्यसपछि फर्मेट पेज नम्बरमा क्लिक गर्नुहोस्, त्यसपछि तपाईले यहाँ नम्बर फर्मेटमा छ, नम्बर फर्मेटको डाउन एरोमा क्लिक गर्नुहोस् र तपाईले यहाँ भएको जुनै पनि आवश्यकता अनुसार तपाईले एबीसीडी पनि राख्न सक्नुहुन्छ, रोमनमा आईआईमा पनि राख्नुहुन्छ, स्मल अथवा क्यापिटल दुईटैमा तपाईले यहाँदेखि राख्न सक्नुहुन्छ। त्यसपछि ओके बटनमा क्लिक गर्नुहोस्। यसरी हामीले पेज नम्बरलाई विभिन्न कन्डिसन आवश्यकता अनुसार हामीले राख्न सकिन्छ। अब यो पेज नम्बरलाई हटाउनु पर्ने हामीले पेज नम्बरको डाउन एरोमा जाने, त्यसपछि यहाँनिर रिमुभ पेजमा क्लिक गर्यो भने हामीले पेज नम्बर हटाउन सकिन्छ। पेज नम्बर राइट साइडमा राख्नु पर्यो भने यहाँनिर पेज नम्बरको डाउन एरोमा गएर हामीले पेज मार्जिनमा जाने, त्यसपछि मार्जिनमा गइसकेपछि तपाईलाई कुन कुन आवश्यकता अनुसार तपाईले जुनै ठाउँमा पनि राख्न सकिन्छ। यसरी यहाँ क्लिक गर्नुहोस्, यसरी पेज राइटमा आउँछ र यसलाई क्लोज गर्नु पर्ने क्लोज हेडर एन्ड फुटरमा क्लिक गर्नुहोस्। यसरी हामीले पेज नम्बरलाई क्लोज पनि गर्न सकिन्छ। हामीले आजको यस क्लासमा हामीले पेज नम्बर राख्ने र रिमुभ गर्ने तरिका हामीले सिक्यौं। अब अर्को क्लासमा तपाईलाई यस्तै अरु नयाँ नयाँ टिप्सहरु तपाईहरुलाई कम्प्युटर सम्बन्धीका अथवा तपाईले लोक सेवा आयोगसँग सम्बन्धित स्किल टेस्टका कुराहरु तपाईलाई अगाडि बढाउने छौं।